प्रवचन 6 वर्ण व्यवस्थाको वैज्ञानिक पुनर्स्थापना। यसकारण हे अर्जुन, यद्यपि मेरो तीनै लोकहरूमा केही पनि कर्तव्य छैन तथा केही पनि प्राप्त हुने योग्य वस्तु अप्राप्त छैन, तर पनि म कर्ममा नै व्यवहार गरिरहन्छु। किनभने यदि म सावधान भएर कर्म नगरौँ भने सब प्रकारले मनुष्य मेरो व्यवहारबाटै अनुकरण गर्न लाग्नेछन्, अनि म यदि कर्म नगरौँ भने यी सब मानिसहरू भ्रष्ट हुनेछन् र म वर्णशङ्करलाई सिर्जना गर्ने वर्णशङ्करको कारण बन्नेछु र यो सारा प्रजालाई मार्ने ठहरिनेछु। कृष्ण भन्छन् कि अब उनले गर्नुपर्ने केही पनि छैन, फेरि पनि उनी कर्म गर्दैछन्। उनले कर्म नगरी उनलाई हेरेर धेरै मानिसहरूले जसले अझै धेरै थोक गर्न र पाउन बाँकी छ, कर्म गर्न छोडिदिनेछन्, पाउन छोड्नेछन्। यसैले अर्जुनले कर्म गर्न रोक्नु खतरनाक हुनेछ, उनीका लागि पनि र उनका पछि हिँड्ने धेरै मानिसहरूका लागि पनि। कृष्णको सारा सक्रियता करुणा हो। करुणा त्यस्ता मानिसहरूमाथि जो आफ्नो लक्ष्यमा पुगेका छैनन्। तिनका लागि कृष्ण कर्म गरि नै रहनेछन् ताकि तिनीहरू पनि गति आओस्। तिनी अर्जुनलाई स्मरण गराउँछन् कि उनले आफ्ना लागि मात्र कर्म गर्नु पर्याप्त हुँदैन। वास्तविक कर्म त त्यस दिन सुरु हुन्छ जुन दिन अर्जुन अरूका लागि केही गर्न सुरु गर्छन्। व्यक्तिलाई बाँच्नु पर्याप्त हुँदैन, उसको वास्तविक जीवन त त्यस दिन सुरु हुन्छ जुन दिन ऊ अरूका लागि केही गर्न सुरु गर्छ। जो स्वयंका लागि आफैले केही पाउनका लागि बाँच्छ, त्यो बोझाले भारीले थिचिँदै बाँचेको हुन्छ। तर जुन दिन त्यो आफ्नो लागि सब थोक पाइसकेपछि पनि कर्ममै बाँच्दछ, त्यस दिन उसको जीवन हलुको हुन्छ। तब आकाशको प्रसाद, प्रभुको अनुग्रह वर्षन सुरु हुन्छ। यसैले हे भरत, कर्ममा आसक्त भएका अज्ञानी जन जसरी कर्म गर्छन्, त्यसै गरी अनासक्त भएको विद्वान पनि लोक शिक्षा चाहँदै कर्म गरोस्। कर्ममा आसक्त अज्ञानी जन जसरी कर्म गर्छन्, अनासक्त व्यक्ति पनि ठिकै त्यसै गरी कर्म गरोस्। कर्ममा आसक्त व्यक्ति आसक्तिको कारण कर्म गर्छ नै। धन कमाउनु छ, आनन्द आउँछ धनमा, ठुलो घर अहंकारलाई तृप्ति दिन्छ। यस्तो कर्म सबै आसक्तिकै कारण गर्छन्। अहिले त दौडन्छन्, बहुलाएर श्रम गर्छन्, किनकि आसक्ति छ भित्र, तर अनासक्त हुन्छन्। आसक्ति हुँदैन भने किन दौडने, फेरि कसरी श्रम गर्ने? यसैले हामीलाई अनासक्त भएर कर्म कसरी गर्ने भन्ने कुरा बुझ्न कठिन हुन्छ। कृष्ण त्यही सम्झाउँछन्। जसरी आसक्त व्यक्ति कर्म गर्छ, त्यसै गरी कर्म गर्नुपर्छ। कर्ममा फरक गर्ने होइन, कर्म गर्ने आसक्तिमा हो, अन्तर कर्ममा होइन, कर्तामा गर्नुपर्छ। फरक बाहिर होइन, भित्र गर्नुपर्छ। अनि ज्ञानी पुरुषले कर्महरूमा आसक्ति भएका अज्ञानीहरूको बुद्धिमा भ्रम अर्थात् कर्महरूमा अश्रद्धा उत्पन्न गर्नु हुँदैन, किन्तु स्वयं परमात्माको स्वरूपमा स्थित भएर राम्ररी सबै कर्महरू गर्दै उनीहरूबाट पनि त्यस्तै गराओस्। यो सूत्र बहुमूल्य छ। ज्ञानीजनले अज्ञानीहरूको मनमा कर्मप्रति अश्रद्धा उत्पन्न गर्नु हुँदैन। ज्ञानीहरूले अज्ञानीहरूको जीवनमा उत्पात नहोस् भन्ने ध्यान राख्नुपर्छ। यदि ज्ञानी आफ्नो ज्ञानको अनुसार आचरण गर्छ भने अज्ञानीहरूका लागि भौतारिने कारण बन्न सक्छ। ज्ञानीहरूको अवस्था र उनको आचरण त्यस्तै संवेदनशील हुन्छ। यदि ऊ शुद्ध आचरण गर्छ भने अज्ञानीहरू भ्रमित हुन सक्छन्। ज्ञानी जहाँबाट बोल्छ त्यहाँबाट अज्ञानीको चित्तमा प्रकाशद्वार खोल्छ भन्ने जरुरी हुँदैन। ज्ञानीले त्यस्ता कुरा सम्झँदैन भने अज्ञानीको नोक्सान हुन्छ। उसको बानी वा आचरण अज्ञानीको जीवनमा सूर्यको द्वार बनोस्, यस्तो हुन जरुरी छैन। यो पनि हुन सक्छ कि अज्ञानीको आफ्नो जुन क्षीण प्रकाश थियो त्यो पनि निभ्न पुगोस्। कृष्ण जहाँ जे भन्दैछन् त्यो सायद यस शताब्दीका लागि अरू महत्त्वपूर्ण छ, किनभने यस शताब्दीका सारा उपद्रव अज्ञानीहरूको कारण कम र ज्ञानीहरूको कारण बढी भएका छन्। यसैले कृष्ण भन्छन्,
कि तिमी यसरी व्यवहार गर जसले गर्दा अज्ञानीहरूको सहज जीवनको श्रद्धामा बाधा पर्न नजाओस्। हो, तिम्रो अनासक्तिको सुगन्ध उनीहरूको जीवनमा पनि बिस्तारै बिस्तारै आउन थालोस् र ती पनि जीवनमा अनासक्तिलाई उपलब्ध हुन सकुन्। यसो भएमा मङ्गल हुनेछ, अन्यथा अनेक पल्ट मङ्गलको नाममा अमङ्गल हुन पुग्छ। वास्तवमा सम्पूर्ण कर्म प्रकृतिका गुणहरूद्वारा गरिएका हुन्छन्, तर पनि अहङ्कारले मोहित अन्तःकरण भएको पुरुष आफूलाई मै कर्ता हुँ भन्ने मान्छ। समस्त कर्म प्रकृति गुणहरूद्वारा गरिएका हुन्छन्, तर अज्ञानले अहङ्कारले भरिएको पुरुष स्वयंलाई कर्ता मान्छ। जसलाई तपाईँ आफै गर्छु, आफै चुन्छु भन्नुहुन्छ, त्यो प्रकृतिले नै गरेको चुनेको हो। कुनै अनुहार राम्रो लाग्छ र बिहे गर्न चाहनुहुन्छ, त्यो अनुहार किन राम्रो लाग्छ? अरू केही भन्न सक्नुहुन्छ? यो तपाईँको प्रकृति र अनुहारको प्रकृतिको तालमेल हो, सुरताल हो। यसमा तपाईँ कहाँ हुनुहुन्छ र? यदि हामीले कर्महरूमा र अहङ्कारमा ओर्लेर हेर्यो भने हामी देख्छौँ अहङ्कार भ्रान्ति हो। सुख दुःख जो तपाईँलाई सुखद लाग्छ त्यो पनि प्रकृतिको गुणधर्म हो। जसलाई हामी दुःख मान्छौँ त्यो पनि तालमेल हो या तालमेलको अभाव हो। सुख दुःख दुवै भ्रान्ति हुन्। केवल म भित्रको प्रकृति र बाहिर जुन प्रकृति छ तिनको बीचमा सम्बन्ध निर्मित हुन्छ। जन्म, जवानी, बुढेसकाल, मृत्यु सबै भित्री बाहिरी सम्बन्ध हुन्। कृष्ण भन्दैछन्, ज्ञानी पुरुष म कर्ता हुँ भन्ने यस अहङ्कारबाट, यो अज्ञानबाट, यो भ्रमबाट बाँच्दछ र हेर्छ कि सब थोक प्रकृतिले गर्छ अनि सब सुख दुःख हराउँछ। सब प्रकृतिको गुणधर्मको विस्तार हो र हामी त्यसबाट उठेको लहरभन्दा ज्यादा छैनौँ। त्यसैको एक अंश जीवनबाट आसक्ति विरक्ति हराउँछ र मानिस अनासक्त वितराग ज्ञानलाई उपलब्ध हुन्छ। कृष्ण भन्छन्, अर्जुन तिमी लडिरहेछौ भन्ने नसोच, प्रकृति लडिरहेछ। कौरवहरूको प्रकृति गुणधर्म हो, पाण्डवको प्रकृति गुणधर्म हो। दुवैको बीच सुरताल छैन, सङ्घर्ष चलिरहेछ। दुवै गुणधर्म चलिरहन्छन्। जसरी सागरको लहर आउँछ र तटमा ठक्कर दिन्छ जान्छ। दुवै गुणधर्म चलिरहन्छन्, कोही पनि जित्दैनन्, कोही पनि हार्दैन। जुन दिन कुनै व्यक्ति जीवनको अहङ्कारबाट मुक्त भएर हेर्छ, त्यसै दिन हार जित सुख दुःख सब हराउँछ। जब ज्ञानी कर्म गर्छ र कर्ता बन्दैन, ज्ञानी सब थोक हुन्छ र फेरि पनि भित्रबाट ऊ केही पनि हुँदैन। ऊ भित्र अस्पर्शित रहन्छ। यति मात्र भन्छन् कृष्ण। ज्ञानी कर्म गर्छ तर कर्ता बन्दैन। जो कर्ता बन्दैन त्यो जीवनको परम सत्यलाई उपलब्ध हुन जान्छ।